हेलो गाइज, हामी आज पुष्प विकास केन्द्रको नर्सरी एक्सप्लोर। के को बिरुवा हो भनिदिनुस्? यो चाहिँ आरुको बिरुवा। आरुको बिरुवा चाहिँ यहाँ सम्पर्क गर्नु होला। राम्रो राम्रो बिरुवाहरू पाइन्छ यहाँ। के हो यो? यहाँ कस्तो गर्नै मिल्दैन के हो हेरी? यो के को कुन स्पेसिस हो? चिने पर भनौँ। ए अँ झन् त त्यहाँ फुलको साइडमा होइन, यो यताटिको फलफुल रहेछ क्या। तर केही चिनेन। यो के हो? नास्पाती हो र? चिन्नुहोस् है गाइजहरू, सबैले चिन्नु पर्यो। यहाँ हामीले त चिन्न सकिएन। के छ के छ? यस्तो छ यहाँ। के रहेछ अरे यस्तो गाइजहरू? यस्तो रोज फुल यहाँ त पिङ्क रहेछ क्या। उता डिभिजन वन कार्यालयमा चाहिँ यहाँको यो ललितपुरको यस्तो राम्रो राम्रो रेड रोज, यति राम्रो राम्रो मा यहाँ च्याप्पे छ। यस्तो च्याप्पे छ नि त यो, कस्तो राम्रो। ओ चरा जस्तो देखेँ मैले त। चरा जस्तो देखेँ होइन त यो? ब्युटी। मैले मात्र चरा जस्तो देखाँ हो त? कमेन्ट प्लिज कमेन्ट। रोज देखेर म त पुरै होइन यो मलाई चाहियो यस्तै। मलाई यस्तै चाहियो। मलाई चाहियो यस्तै। कति राम्रो। कसैले के गर्दैछ म देखाउँछु है। फिट चेक। ओहो कति राम्री हो नि नानी, कति राम्री हुन् नानी। राम्री राम्री राम्री। मेरो पारा हेर न फेरि कस्तो छ पारा। म यहाँ देखाउँछु, पुरै देखाउँछु। पुष्प विकास केन्द्र साथीहरू, पुष्प विकास केन्द्र गोदावरी ललितपुर। यो छ हाम्रो वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको भन्दा थोरै अगाडि आएपछि गोदावरी बस पार्कदेखि अझै थोरै माथितिर लगाएपछि यो आउँछ होइन। अनि त्यसपछि कस्तो छ कि यहाँ त हेर्नु न साथीहरू। यो भन्दा सुन्दरता भनेको यो हो के? सुन्दरताको परिभाषा सुन्दरताको नाम स्वर्गको चरा रहेछ। यहाँ उल्टो देखेँ। यसको नाम स्वर्गको चरा रहेछ नि अनु। यसको नाम स्वर्गको चरा रहेछ के साँच्चैमा? मैले चरा जस्तै भने रहेछ। मैले अलिकति त्यो नाम मिलाएकै रहेछु। गुडासिलो एभ्रिवेयर गुडासिलो। के हो यो बन्दाकोपी जस्तो? यो होइन, राम्रो छैन यो। उतैतिर छ यो पुष्प विकास केन्द्रको अफिस। यहाँभित्र कति राम्रो हो, तर चाबी लगाएको रहेछ साथीहरू। घडी फुल अरे। ओए घडी फुल भन्ने त यत्रो सानो त्यो हुन्थ्यो त। यहाँ त यो त केमा घडी फुलको ट्याग होइन, यो रङ होला। यो घडी फुल होइन। त्यही त नि, घडी फुल त उ त्यो। बाहिर यो त हेरेँ मैले। यो के रहेछ भन्दा यो हँसना फुल द्याट। ओए के नेम ट्याग लगाएको हामी त यसलाई त। हँसना फुल अरे यो। मौरी रहेछ क्या। घिन 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 गरे घिन 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 घिन।
आमा ल्याउ म खिचिदिन्छु फुलै फुलको बगैँचामा तिमी कपडा चाहिँ हेर न फेरि हाम्रो भिडियो आएन यता हो कि लाज लाग्छ मेरो भिडियो नहुन भनेर यता अगाडिबाट खै हेरौँ त यो अगाडिबाट चाहिँ कस्तो भयो अलि भएन कि ऊ भइरहेछ कि अलि अलि गुजुप्पा भएको बरु त्यही रोजमा राम्रो आउँथ्यो होला खिच्ने त भनेको तर यहाँ अलि योभन्दा अलि ऊ त्यहाँनिर लास्टमा छ फुल सबै ठाउँमा जाम्ला के उठाएर हाल्नु पर्छ यहाँ बुझ्नु पर्छ यति बेला घर लानु पर्ने क्या घर लाग्नु हुन्छ टन्नै ऊ त्यहाँ रहेछ कि बोगेनभिले हो भनेर मैले आइरहेको थिएँ अनि त्यहाँ हेर्छु भन्दा आरू फल्यो यहाँ आरू आरू म त भर्खरदेखि देख्नुमा के रहेछ हिडन जेम जस्तै हेर्न पोन्ड बनाएको यस्तो राम्रो भेरी गुड क्युट पुल यो के रहेछ विपिङ फिग अरे समी ओके ब्याम्बो कस्तो मसिनोवाला ब्याम्बो रहेछ कि यो पुष्प विकास केन्द्र इन द ब्याकग्राउन्ड उता ओ फुल त उता छ कताबाट जाने उतैबाट जाने केताबाट जाने छैन होला यस्तो के रहेछ यहाँ स्टोनको स्ट्रक्चर राम्रो स्ट्रक्चर रहेछ के राम्रो स्ट्रक्चर क्याप्चर गर्नु परेन एभ्रिथिङ त्यो कमल फुल यसमा कतै नाम लेखेको छैन कमलको जस्तै यो रुखमा नि कमलको फुल जस्तै फ्वाकको फुल्ने के यहाँ फुलेकै रहन्छ मैले देखाउँथेँ अघि उतापट्टि थियो उताको साइडमा हिजो खाना खाएर फर्किँदा देखेको यो नलिना यसमा चाहिँ यो कमलसँग केही रिलेटेड नाम हुनपर्छ यसको चाहिँ गोबी खालको धुपी रहेछ अर्काको अफिसमा भ्याङ ती पर्मिसन लिनु पर्दैन ऊ यता नि फुलै फुलको बगैँचा माछा साथीहरू माछा अझै माथि छ जस्तो छ त यसको एरिया त है उता पनि छ अझै माथिसम्म ल मेरो एउटा फोटो खिच्देऊ त अनि त्यसपछि यो स्वर्गको चरा त जताततै रहेछ माछा इन्जोइङ ठुलो रहेछ जर्बेरा ब्लकमा म अब स्पिचलेस भइसकेँ अब हाम्रो ट्रेनिङमा जाने टाइम भयो त्यही भएर हामी फर्किन गएको 9 बजिसकेछ अब रेडी भएर गएर खाना खाएर 10 बजे चाहिँ वहाँ पुग्नुपर्छ हजुर के तँ त धनिया जस्तो धनियाको नाइ के धनियाको जस्तो फुल रहेछ के त्यो धनिया हुन्छ नि सेतो फुल छ नि ए नीलकडा भन्ने त पहेँलोवाला हो त हुन त यो त्यसैको ऊ होला के अर्को है यो हो कि नीलकाँडा यसलाई भन्थ्यौँ के अरे घरतिर यही हुन्छ त्यो त्यसकै भेराइटी होला त्यो यहाँ कति लिच्चे आरू फल्यो सेन्ट जेभियर स्कुल सेन्ट जेभियर के अरे यो नेपालको पहिलो बोर्डिङ स्कुल मलाई त थाहा थिएन यार त यहीँ आएर थाहा पाएँ नयाँ कुरा नलेज बढ्यो
नमस्ते गरिदेऊ नमस्ते म रेन्जर रहनु थाल्दा बाहिर थियो केही चिज चिन्दैन मामले फ्लाइट ट्र्याप होइन त्यो बुसुनाहरू ए अँ टाँसिने हो टाँस्दै खाने त्यो काला काला मसिना यतिकै हामीलाई बुके बनाउँदा पनि राम्रो देखिन्छ निस्किम बाहिर फुलेकै छैन हेरौँ फक्रिन लाइरहेछ मलाई यस्तै रोज देऊ है कसैले यो त के फुल रे सयपत्री सयपत्री त यहाँ 1000 पत्री त टन्नै रहेछ मल पनि किन आरु चाहिँ आरु छ कि मजाले आरु छ देखियो आरु कस्तो कलरको ओरेन्ज स्ट्रबेरी हुन पर्ने क्या एक्लै फुले कस्तो बादल हेर न बादल बिरुवा राख्ने पट कति मजाले राखेको हो वाउ वाउ व्हाइट रोज हो कि व्हाइट हो कि पिंक हो यो सुंदर सुंदर वो हसीना बड़ी सुंदर मेरो आवाज आरु बगैँचा फेरि त्यही आइपुग्यौं हुने चाहिँ केही हैन सरी फर डिस्टर्बिङ साथीहरु तर मलाई तपाईहरुको भिडियो चाहिएकोले सरी फर डिस्टर्बिङ ल बाई गाइज एक कुना कुना खिचेर भ्याउने भए मैले तर हामीले यिनी फुलहरु लान पाए नि हुन्थ्यो नि पुतली फुल भन्ने रहेछ यो मसिनो भएर होला के हो यो फुलहरु टक्क उठाएर लएर घरभरि सजाउन पाए पो हुन्थ्यो यो फुल त सारे हाम्रो उसमा अफिसमा हाम्रो त बन्जर छ यार बन्जर लालु पाते नोग्यो भुइँतिर किलाउ माया मैतिर किलाउतिर हेनिर नलाउ दुईतिर सुन्दर तिम्रो टाउकोमा पनि छ त फुल त भन्ने कति राम्री नानी ल एकचोटि अब मैले यहाँ के देखाउँछु इट्स अ सरप्राइज फर यु गाइज भनेको त्यहाँ जानै नमिल्दो रहेछ नि त
हेरौँ त त्यहाँ रातो आरू रातै आरू पाकेको। My God। नजिक जान नि डर लाग्यो कि फेरि गाली खाइने हो कि भनेर के गर्ने। आरू खाने बेला गाली खाइने हो कि भन्ने, आरू खान पाइन्छ कि भन्ने बेला गाली खाइने हो कि भन्ने डराउनु पर्छ। यस्तै छ। यो मिसको त हराउनु भयो। अनु मिस आउनुहोस्। यो गर्नु नि ढङ्ग नभएर फेरि गर न मजाले। कस्तो अरे? ल ल। Yes।